पहिला पहिला नेपाल हो घर भन्दाखेरि बहादुर बहादुर भन्थ्यो क्या जसले पनि। अहिले घर कहाँ भनेर सोध्यो भने नेपाल हो भन्दा चुतिया यसलाई एक नम्बरको चुतिया होता है। हामी नेपालीहरूलाई पहिला नेपाली भन्दा नि वीर गोर्खाली भनेर चिन्थ्यौँ क्या। यो कुरा चाहिँ धेरैलाई थाहा छ होला। अझै पनि गोर्खाली, वीर गोर्खाली, बहादुर अनि बहादुर भनेर चिन्छ क्या धेरै चाहिँ। गोर्खाली अनि बहादुर, धेरै चाहिँ बहादुर भनेर चिन्थ्यो। त्यो पहिला पहिला मलाई पनि म साउदीतिर गर्दा नि घर कहाँ हो भनेर सोध्ने, नेपाल हो भने बहादुर बहादुर भन्थ्यो क्या, अरू केही थाहा नभयो भने। अनि अहिले चाहिँ कसैले पनि घर कहाँ हो भनेर सोध्यो भने नेपाल हो भन्यो भने चुतिया है भन्छ क्या धेरै ठाउँमा अहिले। नेपाली चुतिया आयो, एक नम्बरको चुतिया होता है नेपाली लोग भन्छ। जो पहिलाको जो रेस्पेक्ट थियो, पहिलाको जो हामीले पाउने सम्मान थियो नि, अहिले गुमिसक्यो क्या, छैन क्या केही पनि। नेपाली चुतिया साला भन्छ अहिले जसले पनि।